त आरसीबीले आफ्नो दोस्रो म्याच पनि जितिसक्यो, त्यो पनि धेरै राम्रो मार्जिनले। अनि 2024 देखि जुन परम्परा बनेको थियो नि कि सीएसकेले हराउनु छ, त्यो परम्परा जारी नै राख्यो। पिछला 3 सालदेखि सीएसकेले हराइरहेको छ। 2024 को ओपनिङ म्याच एउटा सीएसके जितेको थियो, त्यसपछि यो चौथो म्याच हो जुन सीएसके हारिसक्यो आरसीबीसँग, त्यो पनि धेरै नराम्रो तरिकाले। सीएसके वाला म्याचमा त लाग्यो त्यो एउटा ठुलो टोटल पनि हुन सक्दैन, विराट कोहलीको विकेट खसिसक्यो, त्यसपछि फिल साल्ट अन्देवदत्त पडिकल सम्लेलो खेल्नु भइरहेको थियो, 10 को हिसाबले पनि रन रेट चलिरहेको थिएन। अनि यसरी नै यो लगातार गइरहेको थियो। त्यसपछि फिल साल्टको विकेट खस्यो अनि त्यसपछि आयो हाम्रो कप्तान रजत पाटीदार। उहाँले ब्याटिङको पुरै टोन नै चेन्ज गरिदिनु भयो, मात्र उहाँ बााउन्ड्रीसँग डिल गर्नु भइरहेछ। अनि उहाँको साथ दिन आयो टिम डेभिड, भाइ त्यो के कुटिरहेको थियो, साफ 1 ओभरमा 30 रन त कुटेको थियो। लास्ट ओभरमा रन बढी आएन, तर 19 ओभरमा 30 रन 25 मा 70 हाने थियो। पिछलो साल जुन काम रोमारियो सेफर्डले आरसीबीको लागि गर्नुभयो थियो, यो पालि त्यो काम टिम डेभिडले गरिदिनु भयो। अनि यति मात्र होइन, हाम्रो बोलिङ पनि कुनै कम थिएन। फर्स्ट ओभरमा 1 विकेट, सेकेन्ड ओभरमा दोस्रो विकेट, सब पुरै सीएसके टिमको ब्याटिङको धज्जिया उडाइदिएको थियो। त्यो त बोलर थियो त्यो जुन 43 जति रनको त्यो इनिङ खेलिसकेको थियो, नत्र सीएसके 100 भन्दा पनि बढी रनले हार्थ्यो।